ल हिँड जाऊ ल गाई जाउँ न एकचोटि अङ्कललाई के दिने केले बान्ने यसलाई पहिला ल है त आज ढोरबाट सरी खालि ढोरबाट नमाइराखेको छ आज हामी यो लिएर डरे जाँदैछ है त डरे हजुर यो अङ्कललाई दिने होइन क्या बाबाले खिच्ने हो क्या हो र किन अब डह्रो कराउँछ यो ल हिँड ल गयो है त ल पूजा गरेर आउँछौँ हामी डरेको ल है त गाइस आज चाहिँ हामी डरेको पूजा गर्न हिँड्दैछौँ अहिले घरबाट निस्क्यौँ 7-8 बजी थियो है अब कराउँछ आजको डेट भन्नुपर्दा 2082 जेठको 3 गते है त 3 गते टक्क लाएर हामी डरे भाइको भक्कल पुरा गर्नको लागि हिँडेको छौँ छोटो छोटो क्लिपहरू हेरेर यो भिडियो सम्पन्न बनाउनेछु स्टे ट्युन है त बाई बाई ओ बाबू कहाँ नि के कहाँ मन्दिरमा हो र के छ र मन्दिरमा पूजा ल ल के चाहिन्छ हो र अरे चाहिन्छ छेउमा त जाने हैन बाबु बुट्टा पनि फेरि तिमी अगाडि हिँड हेलो हेलो नमस्कार सबैजनालाई हामी चाहिँ डरे हिँड्ने क्रममा यहाँ थापठानमा चाहिँ ड्रोन सट हान्दैछौँ है त आऊ गर्न गयो बाबा आउँछ यहाँ आइ भनौँ आइ भन्ने आऊ
त गाइज हामी टक्क यति बेला देख्न सक्नुहुन्छ यो ठाँटीमा आएर बसेको छौँ कि त यहाँ टक्क बस्ने खाने ठाउँ रहेछ चुलो चाहिँ एकदमै हसिना पसिना भएर हामी चाहिँ खुमाको बाटो हुँदै दद्दरे हुँदै माथि ठडिएर भान्जी पोखरीबाट अनि यता माथि उक्लेर अहिले स्याउस्याउ खाँदैछौँ हामी टक्क लाएर दिवस 12 बजे भित्रै पूजा सकाइन्छ जस्तो छ बाबु यता र नै हेलो गाइज हुन न पाठोले एकदम साथ दियो हिँडिरहेछ मजाले त्यो भएर मजा भइरहेछ बिचमा काफलहरू टिपेर खाँदैछौँ बिस्तारै पहिला यो चौतारी मात्रै थियो अहिले चाहिँ यो चौतारीको यतापट्टि यु क्यान सी हामी चढ्ने चाहिँ त्यो डाँडामा हो लगभग अब आइसक्यो हामी चाहिँ धेरै छैन यो अलि बाघको डर लागिरहेको छ चिच्चाउँदै हुर्किँदै ठडिँदैछौँ हामी औषधी खाँदै है त ल त साथीहरू एकदम पसिना पसिना भएर हामी चाहिँ फाइनल्ली यहाँनिर टपमा आइसकेका छौँ हिँड्दाखेरि एकदम मुस्किल पनि भयो रमाइलो पनि भयो भनौँ बाबु निधाएको छ कि है त ल फाइनली यो गेटमा आइयो है त पाठो हिँड्दैछ डरले लेखेर सबैले रक्षा गरौँ काम गर्दैछन् क्या माथि श्री के लेखेछ श्री म छेदारी बाल सिद्ध योगा आश्रम डरे यो योगा आश्रम नि रहेछ त्यो बाबुलाई छोडेर च्याक्कै है कहाँ आयो बाबु हेर त मन्दिर आयौँ बाबु नमस्कार ल डरे माथि चाहिँ मन्दिर बन्दैछ अरे तल चाहिँ आइयो हामी है त फाइनल्ली एकदम हसिना पसिना मेरो त कपाल पातलो झन् तालुमा पसिना छुट्ने गरेर आइयो यस्तो छ है त अवस्था दुःख सुख आइयो अब यो पाठा चाहिँ टक्क बलि दिएर पोलपाल गरेर हल्का प्रसाद पनि लिने काम छ गर्छौँ हामी है त काम हुँदै रहेछ यहाँ टुरिस्टै रहेछ नि नि हामी शङ्कर पोखरीबाट ढोरबराईले सबैले रक्षा गरौँ डरे देउरालीले ढोरबराई भन्दा मात्रै आज खिच्नु जय डरे देउराली पानी जिएर यहाँ यस्तो छ अवस्था तिन फोनको हान्नुपर्छ है पखाइ म लिन्छु नमस्ते गरेको बाबु कृष्ण ल घुमाइ तिनचोटि यहीँ घुमाउनु त होला नि टक्क डरे देउराली भन्ने ठाउँ छ यहीँनिर हो लाइनको काम हुँदै रहेछ है यतातिर धुप जलिरहेछ है डर करायो जाऊ अङ्कलसित बाबु जानु कोटेरबाट आउनु भयो
हामी सङ्गर पोखरीबाट बाटो छ फेरि हामी चाहिँ यहाँ यस्तो पसेर खासमा काठमा चाहिँ माथि हुन्छ भन्ने कुरा भएर चाहिँ हामी माथि जाँदैछौँ तलतिर गाह्रो भएको भएर हामी तलैबाट दर्शन गरेर जाने प्लान थियो तर मिल्दो रहन्छ है त बाबु हेलो भन्नु कहाँ हो र ए भैँसीले मार्छ कि हो र जुरीमै पुग्नु पर्ने हो ओहो हाम्रो बले सर यता पो हो ल ल के भन्ने भयो यहाँ गणेश मन्दिर ल ठिक छ पानी भर्नु पर्ने त्यहाँ जे सब डरेमा चाहिँ अझै संरचनाहरू बन्ने क्रममा रहेछ पछि अझै राम्रो हुन्छ होला होइन बाबु बाबालाई हेर्दा गाह्रो भएर लाइनको तार हिँडेर रहेछ देखौ तेरो दिन धेरै छैन भन नि स्याक्क पार्न त हुन्न होइन क्यार्ने हो त ल है त यहाँनिर यो लगभग डरेको पूजा गर्ने ठाउँमा आयो माथि जुरीमा एकछिनमा ड्रोन पनि उडाउँछौँ क्या हामी हामी चिनेर रहेछन् यस्तो चिन्ने कारण के हो अरे खास पूजा गरेर आउँदाखेरि यहाँ घर बनाउने स्वर्गमा बास पाइयो सन्त घर हो सन्त ए हामीले पनि बनाउनु पर्ने त्यहाँनिर अहिले आउँदैन ठाडै उकालो होइन बाबु हेर त बाबालाई कस्तो गाह्रो हो यहाँ नि घर बनाएर चाहिँ धेरै बाबुले पनि बनाइदेऊ त सिधै सिद्धाको थाम रहेछ ल घर बनाऊ त्यहाँ यस्तै घर ल यहाँ बनाइदेऊ बनाऊ है चिनेर ठुलो बनाऊ है अलिकति ठुलो ढुङ्गा हाल न कामधेनु गाईको शिर जाने बाटो धन्यवाद भाइ यो टपमा सिरबारी यो त श्री झाँक्री महाराजको रहेछ यहाँबाट पानी पर्छ होला क्या भित्र है सब हाम्रैतिर गर्छ नि काम गर्ने बवाल बनाउने भयो मन्दिर घुम्ने ठाउँ जान्छ दामी भन्छ भित्रको सबै यहाँ झिक्नु पर्छ भित्रको झार बाबु
नमस्ते गर यता पनि बोल एकचोटि घुमाइ एक राउन्ड घुमायो भने त भाइ त यहाँनिरमा भिन्न अवस्थामा छ। यो अवस्थामा हुँदाखेरि टक्क लाएर हामी चाहिँ दर्शन गर्न आइयो डरे देउरालीको। तोरण देख्न सक्नुहुन्छ यहाँबाट सिधै छ है यो पारी हल्लाउँदाखेरि हल्लिन्न चाहिँ। यतातिर टक्क देख्न सक्नुहुन्छ यो चाहिँ त्यहाँनिर हाम्रो गाउँ पर्छ शङ्कर पोखरी। यहाँनिर चाहिँ ठापाठान भयो, यतातिर कार्किमेटा भयो यहाँनिर, अनि यो खुमा भयो होइन। यो हुँदै हामी यो ठट्ठड बाटो हुँदै यहाँ आयो। यहाँबाट टक्क यो जुरमा आयो शिरमा। जय डर देउराली है त। यतातिर अब देख्न सक्नुहुन्छ घन्टे फलामखानी कता कता के हो शिरबारी चारतिर यस्तो छ मन्दिर। यस्तो छ है त अहिले बन्दै गरेको मन्दिर। है यताडै हो घुमाउने ए यसलाई कटिङ गर्छौँ। अघि हामी प्रार्थना गर्ने भनेको त्यहाँनिर है त। ड्रोन एक सट हानेर टक्क हामी यसलाई भोग चढाउँछौँ। यता देख्न सक्नुहुन्छ टक्क लाएर यता सेपात पर्छ रानीसमारा कामी डाँडा यस्तो छ है त हरियाली चारैतिर। बवाल छ मौसम चाहिँ है त। भयो कृष्णं विकृतवक्त्रां चतुर्बाहुं खड्गकृतधारिणीं मुण्डमाला विभूषाङ्गी नरशीर्षक। यो विशेष कारणले यहाँ बन्दै गरेको हुनाले चाहिँ हामी बाहिरै यस्तो तरिकाले जोगाडले प्रार्थना गरेर फर्किँदैछौँ। नागयज्ञोपवीताढ्यां घोरदंष्ट्रां करालिनीं पीनोमतपयोधनां स्फुरचिर्वामहोरगां शवारूढां महाभीमां सिद्धचारणवन्दितां ध्यायकालीं सुरेश्वरीं भुक्तिमुक्तिप्रदायिनीं। यदा यदा धर्मग्लानि प्रजनां भवति प्रभो तदा तदा समुत्पन्ना ताण्डवेन विनाशिनी देवदानवयक्षाणां रक्तपानाय घोरना नृत्यन्ति भैरवैः सार्धं कालरात्रिरिवापरा। प्रलयात्तौ निमग्नानां दैत्यानां रुधिरैर्युतं नृत्यन्त्या पादघातेन च कम्पे धरणीतलम् डमरूरत्नादैश्च शूलखट्वाङ्गघट्टने नादब्रह्ममयी देवी व्याप्तविश्वमहार्णवा रुद्रकोटिसहस्राणि युगपत्संहरन्त्या केयूराङ्गदहाराढ्या ज्वालाजटामुकुटिन्या एकस्याः सृज्यमानस्य संहारे च समर्थया नमस्ते सर्वदेवानां मात्रे घोराय शाम्भवी। बाबुलाई पढाया एकछिन जान मन लाग्छ इति स्तोत्रं पठे नित्यं यः श्रद्धा समन्विता तस्य काले भयं हन्ति दारिद्र्यं रोगमेव च अष्टसिद्धिं नवनिधिं ददाति भुवि भैरव। आज धेरै लगभग बलि आएर छैन। अब हामी चुट्टा यो बलि चाहिँ पर्दैन खान्छ।
बाबुले त खिचेर बस है खिचेर बस अङ्कललाई मेरो छ्याक्क पारेको है सिधा देखाइदियो है यहाँ पोल्न मिल्दैन होला खानेकुरा स्याउ स्याउ सकिएको है ल है त्यसै गरी हाम्रो पूजा लगभग यहाँबाट फिनिस भएको छ अब यसमा ब्याट्री पनि धेरै छैन गोप्रोमा त्यही भएर अर्को पनि छ प्लास्टिक हाल्नु त्यही भित्र छ होला यसै गरी हाम्रो यहाँबाट टक्क भकल पुरा होस् भनेर बलि दिएपछि हाम्रो भिडियो यति नै अन्त्य भएको छ फेरि अरू अरू भिडियोहरू आउँदै गर्छ हेर्नु होला है त हामी यसलाई प्याकिङ गरेर तल ल नठो बाबु कता पानी त्यो त म खिचिदिन्छु ल ल त है हामी यहाँ काटकुट गर्दैछौँ है त खोइ कता देखाइछ कता ल त्यो थानमा काटेपछि टक्क यहाँ यसलाई भुँडीसुँडी फालेर हामी लिएर जाँदैछौँ यस्तो व्यवस्था रहेछ टोइलेट सोइलेट यताउता मजाको ठाउँ है त हेर त आन्द्रा मुडी हेर त आउँदैछु गाइज म पेरेछु गाइज दाल भात पकाउँदै यता कलेजहरू छ मेरो मेरो गल्ती थाहा हामी त फर्केरै आउँदैनौँ है नि अब बाहिर हामी फर्क्यो भन्छ लाग्यो भाइ त हामी चाहिँ टक्क यहाँ भन्ज्याङमा पानीले एकदम अत्ताइरहेछ तैपनि पानीलाई च्यालेन्ज गरेर यहाँ पोलेर खाँदैछौँ है त भाइले काट्दैछ यतापट्टि टक्क बाबु हेलो भन त ल गाई जान न हामी त पोलेर खान लाग्छौँ भनौँ न भाइ यस्तो छ अवस्था एकदम फिलहालको एकदमै पानीले अत्ताएको छ तैपनि हामी यहाँ खाँदैछौँ पोल्दैछौँ भित्रले भाइ त यो चाहिँ हामी हिँडेर आउँदाखेरि टक्क यतापट्टि यो बोर्ड देखियो है यो डरेमा पनि थियो यो बोर्ड चाहिँ यस्तो छ यसको अवस्था
यतापट्टि कार्किनेटा अनि यता फलमखानी अनि टक्क माथिपट्टि चाहिँ डर जाने बाटो एकदम अप्ठ्यारो बाटो। यहाँ चाहिँ हामी बाबु छोरा हेलो भन त बाबु हेलो के छ गाइज भन न गाइज हो त हामी त औसली ससली खाँदै